म अहिले आइसकेको छु है। मैले तपाईँलाई अघि भन्दै थिएँ म कहाँ गएको हो भन्दाखेरि चाहिँ म आएको छु रिम्बिक है, हाम्रो यो दार्जिलिङ रिम्बिक समष्टिमा आएको छु। म यहाँ चाहिँ कसलाई भेट्नु आएको छु भनेदेखि चाहिँ म चाहिँ अति नै प्यारो लिडर है, अनि अति नै राम्रो मलाई मन परेको लिडर नर्देन शेर्पा सरलाई भेट्नु आइरहेको छु। र उहाँ हुनुहुन्छ हाम्रो जिटिए क्षेत्रका टुरिज्मका एक्जिक्युटिभ, र सरको आज अफिसमै आएको छु नि त। मैले धेरै वर्ष ट्राई गरेँ सरलाई भेट्नु, तर सक्दिनँ आउनु यसरी, र आज चाहिँ फाइनली भेट्ने मौका पाएँ र सरसँग आज कुराकानी गर्नु गएको छु। र हेर्नुहोस् है सरको यहाँ टक्कै अफिस, यो सरको अफिस। नमस्ते सर। र आइसकेको छु म यहाँ सरसँग। सो लेट्स सी, अब सरसँग म कुराकानी गरिरहेको छु। धेरै वर्ष बाद सरलाई भेट्नु पाएँ। आइएम सो ग्ल्याड टु मिट यु। पहिला चाहिँ एकदम वेलकम थ्याङ्क यू सो मच सरलाई। र आज चाहिँ मैले फाइनली भेटिसकेँ नर्देन सरलाई, र सरलाई एक दुईवटा कुराकानी गर्नु गइरहेको छु। र सरलाई मैले मेरो जब होमस्टे ओपनिङ हुँदा पनि सर आउनु भएको थियो, र अबाउट बिजनेसको बारेमा सरलाई मैले भने सर म बाहिर अहिलेसम्मै काम गरिरहेको छु, होमस्टेमा त्यस्तो फोकस गर्नु पाएको छुइनँ। र अब सरले कुराकानीमा अलिकति अघि पनि भन्नुभएको थियो सरले, र सरले धेरै मलाई पेसेन्स राख्नुपर्छ बिजनेसमा, तिम्रो होमस्टे राम्रो चल्छहरू भन्नु। सर एक दुईवटा शब्द भन्नुहोस् न। यसरी बसेर भात मारौँ न त भनेर लु जे सोध्नु छ लु सोधेँ। र सर मैले चाहिँ अब होमस्टेहरू त्यस्तो राम्रो फोकस गर्नु पाएको छुइनँ। मेरो अब कतिवटा पर्सनल कारणहरू पनि छ। अब बनाउनु त मैले बनाएँ, अब सरले पनि अहिले देख्नुभएको थियो जग्गाहरू अति नै राम्रो जग्गा छ भन्नुभयो होइन सर। सर यसलाई चाहिँ मैले आउँदै दिनु कसरी चलाउनु पर्ने? सबैभन्दा चाहिँ हाम्रो युनिस भाइलाई युनिस भाइको जुन चाहिँ पेजमा छ, हाम्रो क्षेत्रमा युनिस भाइ एकदम प्रचलित छ है। बडी बिल्डिङमा पनि धेरै युवा भाइहरूले पनि हाम्रो समष्टिमा पनि युनिस भाइसँग धेरै प्रेरित भएको जस्तो लाग्छ मलाई होइन। अहिलेको वर्तमान युगमा र ह्यान्डसम पनि छ युनिस भाइ होइन। र आज वेलकम पनि गर्न चाहन्छु हाम्रो रिम्बिक लोधोमा यो भएको प्रमुखको कार्यालयमा। र विशेष जुन चाहिँ यो कन्टिन्यू हुनेछ यो जुन चाहिँ यो होमस्टेको बारेमा युनिस भाइले पनि धेरै इच्छा राख्नु भएको रहेछ। होमस्टे भनेपछि नै यो स्वनिर्भरताको एउटा परिचय हो। अब सधैँ भनेको टुरिज्म भनिसकेपछि चाहिँ हामीले चाहिँ के, अब जस्तो डिजिसी समयमा चाहिँ हाम्रो टुरिज्म भनेपछि चाहिँ हामीले कुनै एउटा व्यवस्थापन, होटलको व्यवस्थापन गर्नुपर्ने, रेसर्टहरूको व्यवस्थापन गर्नुपर्ने, टुरिस्ट लजहरूको व्यवस्थापन गर्नुपर्ने भनेको थियो। त्यति बेला यो जुन चाहिँ होमस्टेको प्रकल्पहरू आएको थिएन, 2019देखि मात्र यो प्रकल्पहरू आएको थियो। र यसको प्रकल्पको मेन कारण चाहिँ स्वनिर्भरता हो है। बिजनेस आफै गर्नु भनेको नि वास्तविकतामा भने चाहिँ। अनि यो जुन चाहिँ होटल व्यवसाय, होमस्टे व्यवसाय भनेको चाहिँ हस्पिटालिटीसँग सम्बन्धित रहेको छ। र हस्पिटालिटी भनेपछि चाहिँ मेरो सत्कार कस्तो छ, मैले देखाउने परिचय के छ, किन आफ्नो परिचय नै सबैभन्दा महत्त्वपूर्ण भूमिका यसमा रहन्छ। जस्तो जति पनि टुरिस्टहरू अहिले आउँछ, जस्तो उनीहरूले सबै राम्रो कुराहरू खानपिनदेखि लिएको होइन, उनीहरूको बजारको होहल्लादेखि लिएको होइन, बजारमा जुन प्रकारको मेट्रोपोलिटन सिटीहरूतिर जुन प्रकारको लाइफस्टाइल त्यो उनीहरूदेखि त्यो विरक्त एकदमै त्यो बिजी लाइफदेखि सेड्युलदेखि ल्याएर केही समय लिएर चाहिँ उनीहरू एउटा प्रकृतिसँग रुचाउन आउँछन्। हाम्रो पाहाडको मनोरम दृश्यलाई हेर्दै, खोला नाला हेर्दै, झरनालाई हेर्दै, प्राकृतिक मनोरम दृश्यलाई हेर्दै यसरी उनीहरू आउँछ। र यहाँको होमस्टेमा चाहिँ हामीले चाहिँ के छ, फेरि होटल जस्तै बनाइ पठाउँछ नि त। वास्तविकतामा यो घरको एउटा आफ्नो जुन माहौल छ, हामी गोर्खाहरू समाजमा हामी कसरी बस्छौँ, हाम्रो रहनसहन, खानपिन, वेशभूषा कस्तो छ, हाम्रो आदत सरकार कस्तो छ, उसलाई चाहिँ घरमा आउँदा चाहिँ उसलाई चाहिँ हाम्रो आफ्नै अतिथिको रूपमा होइन, ऊ चाहिँ एउटा परिवारको एउटा हिस्सा हो भन्ने एउटा माहौल चाहिँ हामीले उहाँलाई दिनुपर्छ। त त्यसले गर्दा के हुन्छ, त्यसले गर्दा हाम्रै प्रकारको खानपिन एक दिन 2 दिन भए पनि उसले त्यो परिवेशमा बस्छ जहाँनिर तपाईँको घरले कस्तो प्रकारको संस्कार छ, खानपिन कस्तो छ, बिहान कति, जस्तो अब तपाईँ बिहान कति बेला उठ्नुहुन्छ। जस्तो हामी भनेको एउटा हाम्रो दिनचर्या भनेको हामी भालेको डाकमा उठ्छौँ है, गाई धुन जान्छौँ, उसले त्यो एउटा एक्सपिरियन्स गर्छ नि, गाई कसरी धुँदो रहेछ, गाईले घाँस कसरी लाउँछ है। र एउटा सानो कोठेबारीमा सागपातहरू हाम्रो उमारेको हुन्छ, खेतीपाती हामी कसरी गर्छौँ है। र हाम्रो प्रकारको जिउने तरिका आधारहरू के छ, हामी कति सरल छौँ,
यहाँको मानिसहरूलाई चिन्ने पनि हो नि, एक प्रकारकोमा यो एउटा एक्सचेन्ज पनि हो क्या त। हाम्रो व्यवहारमा पनि एक्सचेन्ज भयो, हाम्रो खानपिनमा पनि एक्सचेन्ज भयो है, हाम्रो संस्कृतिको पनि एउटा एक्सचेन्ज हो नि त यो चाहिँ। र यसलाई होमस्टेलाई चाहिँ यसरी लिनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ होमस्टेमा चाहिँ एउटा जुन चाहिँ अब एउटा जुन चाहिँ प्रकारको हाइजिन मेन्टेन गर्नुपर्ने हो, जस्तो छ त्यस्तै कोठामा उहाँलाई राख्नुपर्ने हो नि त। यहाँ साफसफाइ हुनै पर्यो है। हाम्रो त्यसै पनि यहाँ हेर्नुहोस्, अब हाम्रो घरमा के छ, सिटिङ रुम भन्छ, प्रत्येक घरमा हामीले के छ भनेदेखि चाहिँ 2-3 रुम त्यसै खाली रहेको हुन्छ नि त। हामीले त्यसमा गुडियाहरू सजाएर हाम्रो अब सिरो कम मतलब ब्ल्याङ्केटहरूको थाक मात्रै बनाएर राखिरहेको हुन्छ। यति सफा राखिरहेको छु, त्यसमा वर्षमा पाहुना भने आउँदैन। तर त्यहीलाई प्रयोगमा ल्याएर चाहिँ हामीले खासमा होमस्टेको लागि दिने हो नि त होइन। त्यसबाट हामीले केही पैसा उनीहरूलाई राखेर होइन, त्यसरी चाहिँ हामीले पैसा कमाउने हो। र यसले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ लोकप्रियता बढेर गएको छ। हरेक जग्गामा हरेक ठाउँमा आफ्नो आफ्नो खासियत छ होइन। त्यो आफ्नो आफ्नो जग्गाको एउटा मौलिकता रहेको छ। र त्यो जग्गाहरूमा हामीले आफ्नो तरिकाले चाहिँ हामीले आफ्नो यसरी खातिरदारी गऱ्यो भने आफ्नो जग्गालाई हामीले आफ्नै प्रोत्साहित गरेर हाम्रो जग्गालाई अझै बेटर वेमा कसरी हामीले प्रस्तुति दिन सक्छौँ होइन। त्यो नै खासमा हो होमस्टेको खासमा कन्सेप्ट चाहिँ। थ्याङ्क यू सो मच सर। सरलाई अति नै धन्यवाद दिन चाहन्छु। र सरले सुनिसक्नुभयो होला यसरी, र यसरी मैले आज फेरि फर्स्ट टाइम सरलाई यसरी क्लोजली भेट्नु भएको। र एकदमै अघि पनि सरलाई अगाडि भेटिसकेको थिएँ, र वाइन एउटा भिडियो चाहिँ सरसँग बनाउँछु। सरले धेरै नै मलाई एउटा पोजिटिभ भाइब्स दिनुभयो एउटा मेरो माइन्डलाई, किनभने पेसेन्स नम्बर 1 हुनु पऱ्यो एकदम। पेसेन्स अन्त अत्तालिनु हुँदैन बिजनेस भनेको कुरामा चाहिँ। एज कम्पेयर टु अरू अब जातहरूले बिजनेसहरू गर्दै आएको छ, तर हाम्रो जातिमा चाहिँ यो बिजनेसको गुण छ भन्नुभयो सरले अघि। यो होमस्टे चाहिँ एकदम राम्रो एउटा हामी एकदिन अवश्य हाम्रो दार्जिलिङ पाहाडमै सक्सेस हुन्छ, जसले पनि गर्नु सक्छ आफ्नो जग्गामा। त्यस्तो खालको मेसेजहरू एकदम खुसी छु। सबैभन्दा ठुलो कुरा चाहिँ आस्था हुनु पऱ्यो क्या मानिसमा। कुनै चाहे तपाईँ बिजनेस गर्नु, कुनै पनि जग्गामा तपाईँ जानुहोस्, कुनै पनि तपाईँ पोलिटिक्समा आउनुहोस्, कुनै पनि जग्गा, तर तपाईँकै व्यवहार, तपाईँको आचरण होइन, तपाईँकोमा भएको गुणै, मेरोमा अगुण छ भने पनि त्यही बाहिर निस्केर आउँछ, मेरोमा गुण छ भने त्यही बाहिर निस्केर आउँछ। अल्टिमेटली अहिलेको मान्छेको त्यो व्यवहार नै लास्टमा त्यो परिचय राख्छ होइन। त्यसले नै अब यसरी हामीले सञ्चालन। त्यसले गर्दाखेरि कुनै बिजनेस गऱ्यो, कुनै पनि चिज गऱ्यो भने सबैभन्दा मानिसहरूमा आस्था चाहिँ रहनु पऱ्यो होइन। त्यो एउटा विश्वास पैदा हुनु पऱ्यो हामीमा, त्यही हो, त्यसले चाहिँ बिजनेस चल्छ। थ्याङ्क यू सो मच सर। सर लास्टली के छ भाइको लागि? अब युनिस भाइले चाहिँ हाम्रो चाँडै बुहारीलाई भित्राउनु पर्यो, किनभने युनिस भाइको फलोवरहरू धेरै रहेको छ होइन। हाम्रो युनिस भाइले चाहिँ चाँडै हाम्रो राम्रो बुहारीलाई चाहिँ भित्राउनु पर्यो युनिस भाइले चाहिँ। थ्याङ्क यू सर, थ्याङ्क यू छिट्टो बिहा